डेमो सेसन हामी हेर्नेछौँ है त। ओके, यसलाई ध्यान दिएर हेर्नु होला। तपाईँले यसलाई भिडियो बनाउन पनि मिल्छ है, तपाईँले भिडियो बनाउन पनि सक्नुहुन्छ। सबैभन्दा पहिला मैले हाम्रो घरमा घर सफा गर्नको लागि जति पनि सरहरूले भनिसक्नुभयो, कम्पनीको प्रोफाइल र प्रोडक्टको बारेमा पनि बताइसक्नुभयो, सप्लिमेन्टको बारेमा बताउनु भयो र हामीले जति पनि सिक्यौँ बुझ्यौँ होइन। अब चाहिँ हामीले हाम्रो शरीरलाई सफा गर्ने भनेर सरहरूले सप्लिमेन्टको बारेमा नि बताउनु भयो। स्वास्थ्य मात्रै भएर सफा भएर भएन, हाम्रो घर पनि सफा हुनुपर्छ भनेर चाहिँ हामीले चाहिँ घरमा युज गर्ने प्रोडक्टको नै डेमो देखाउन गइरहेको छौँ। हजुरहरूले ध्यान दिनु होला, यो हाम्रो कम्पनीमा पाइने र यो चाहिँ बजारमा पाउने। यो त हजुरहरूले सकेसम्म युज गर्नुभएको छ होला भन्न चाहेँ। मेरो यो फोन आइरहेको छ, बाहिर गएर फोन उठाइदिनु, केही कुरा गरिदिनु होला है। अफिसमा गइसकेको छ मान्छे हुन्छ। मैले चाहिँ अहिले यो पनि अब यहाँ लेखेको छ 100मा 100 क्लियर गर्छ भनेको छ। यसको कस्तो गर्ने रहेछ र यो पनि लेखेको छ कि यो पनि 100मा 100 क्लियर गर्छ भनेको छ। 500 ml को चाहिँ यो पनि 500 ml को नै छ है, देख्न सक्नुहुन्छ भन्न चाहेँ। र यसको डेमो चाहिँ म देखाउन गइरहेको छु। हामीले सफा पानीमा डेमो गर्न गइरहेको छौँ। हामी केही पनि गरेको छैनौँ है, आफ्नो ठाउँमा लगाइदिन्छु र यहाँ पनि मैले 2 टुक्रा राखेको छु, यहाँ पनि 2 टुक्रा राखेको छु, किनकि सफा पानीमा चाहिँ हामीले फोहोर हाम्रो घरभित्र भएको सफा गर्नको लागि अब फोहोर कस्तो हुन्छ त्यसको लागि हामी सफा गर्ने कसरी गर्छ भनेर हेर्न गइरहेको छौँ। हाम्रो घरमा कस्तो फोहोर हुन्छ यही अनुसारको चाहिँ हाम्रो घरभित्र नि यस्तै फोहोर हुन्छ है। उताले धेरै भयो म्याडम, मैले यसलाई नै बराबर गरिदिन्छु। अहिले बराबर भएको छ नि। यहाँ पनि 1 बिक्रो राख्नेछु। यहाँ भने मैले थोरै राख्ने छु है, 1 बिक्रो पनि राख्ने छैन। हाम्रो घरभित्रको हामी सफा गर्न गइरहेका छौँ र अब हजुर देख्न सक्नुहुन्छ कतिको के छ हजुरहरूले आफै भन्न सक्नुहुन्छ। हामी बोल्नु पर्दैन, सामान्य बोल्नु भयो। दुईटै देखाइदिनुहोस् त म्याम, हातमा उठाएर हेर्नुहोस् त। बाहिरको फ्लोर क्लिनरले सफा गर्यो सर? बाहिरकोले गर्यो कि हेल्दी लिभिङकोले गर्यो? भनेपछि हामी अहिलेसम्म ठगिरहेछौँ हो, होइन त? अब हजुरहरूले कतिको फरक देख्नुभयो, कुन प्रोडक्ट युज गर्दा राम्रो हुन्छ हजुरहरू आफै नै छुट्याउन सक्नुहुन्छ। अब यो युज गर्ने कि यो युज गर्ने हो, यसको लागि फेरि मैले हजुरहरूलाई भन्न चाहेँ, यहीँ हालिदिन्छु है। यसलाई नै फेरि के गर्छ
देख्नुभयो नि कतिको काम गर्दो रहेछ 100% काम गर्छु भने ताली बजाइन्छ मैले चाहिँ थोरै समय लिनु भन्नुभएको छ सरहरूले मैले चाहिँ जो